यो कार्यक्रमका प्रमुख अतिथि हाम्रो पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री अहिलेको कम्युनिस्ट आन्दोलनको प्रमुख नेता तमिल पुष्पकमल प्रचण्ड, हाम्रा मैले बेहोरेको पहिलो सभामा ज्यादै प्रभावित भएको थिएँ दमननाथजी, यहाँ उपस्थित हुनुहुनेका सबै मञ्चमा आसीन नेता तथा अन्य महानुभावहरू र आज पद्मरत्नजीको जन्मको कार्यक्रममा शान्ति प्रक्रियामा पद्मरत्नको भूमिकाका सम्बन्धमा आयोजित यो कार्यक्रममा भाग लिनुभएका सम्पूर्ण महानुभावहरू, म सर्वप्रथम जीवनको 77 वर्ष 7 महिना 7 दिन 7 घडी 7 पल पूरा गर्नुभएकोमा कमरेड पद्मरत्न तुलाधरलाई मेरो दिनदेखि नै मेरो प्यारो पार्टी सिङ्गो पार्टीका सदस्यहरू नेताहरूको तर्फबाट नै र मलाई यति अधिकार हुन्छ भने सम्पूर्ण नेपाली जनताको तर्फबाट हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। हार्दिक शुभकामना र 77वटा धन्यवादका भारी पनि उहाँलाई दिन चाहन्छु, बधाई पनि उहाँलाई दिन चाहन्छु। आफ्नो जीवनको कुनै पनि महत्त्वपूर्ण घटनाको निम्ति भूमिका खेल्ने व्यक्तिहरूले आफूलाई सफल मान्दछन्। नेपालको राजनीतिक इतिहासमा 1997 साल एउटा महत्त्वपूर्ण घटना हो। त्यही 1997 सालमा उहाँ जन्मनुभयो र त्यो राणाशाही विरोधी विद्रोहको निम्ति नेपाली जनताले खास गरिकन उपत्यकाका सम्पूर्ण परिवर्तनकारीले मुट्ठी कसेर हामी राणाशाही शासनलाई समाप्त गर्छौँ भनेर सङ्कल्प गरेको पनि त्यही सालमा जन्मनुभएका पद्मरत्नजी 77 वर्ष 7 महिना 7 दिन 7 घडी 7 पला पुरा गर्नुभएको छ र उहाँको जीवनमा शान्ति प्रक्रिया एउटा घटना हो जहाँ उहाँले भूमिका खेल्नुभयो। त्यस सम्बन्धमा धेरै कुरा पद्मरत्नजीले भन्नुभयो, किनकि पद्मरत्नजीसित सँगै पद्मरत्नजी दमननाथजीले भन्नुभयो र पद्मरत्नजीसित सँगै दमननाथजी लागिरहनु भएको छ। त्यसरी उहाँलाई थाहा छ धेरै कुराहरू। तर राजनीतिक क्षेत्रको सम्बन्धमा मलाई पनि केही महत्त्वपूर्ण घटनाहरू थाहा छ। नेपालको राजनीतिक इतिहासमा शान्ति प्रक्रिया ज्यादै महत्त्वपूर्ण घटना हो। त्यसबाट आजको यो विषय शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरजीको भूमिका भनेर राखिएको छ। तर मैले त्योभन्दा अगाडिदेखि केही कुराहरू बोल्न चाहन्छु। पद्मरत्नजीलाई नेपाली जनताले अत्यन्त नजिकबाट त्यस बेलाको भूमिगत पार्टी नेकपा मालेको समर्थनमा राष्ट्रिय पञ्चायतको उम्मेदवारको रूपमा उठाइएको थियो 2042 साल र त्यसबेला नेकपा मालेको तर्फबाट 5 जना व्यक्तिहरू निर्वाचित भएर संसदमा जानुभएको थियो र
पाँचैजनाले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। ती महत्त्वपूर्ण भूमिकाहरू खेल्ने मध्ये अगुवा पद्मरत्न तुराधन एक हुनुहुन्थ्यो। उहाँको प्रजातन्त्रको निम्ति सङ्घर्ष, उद्घोष, उहाँको प्रवचन, उहाँका ती त्यस बेलाका भाषणहरू यति सशक्त रूपमा गएका थिए कि पद्मरत्न तुलाधर नेपाली क्रान्तिको प्रतीक बन्नुभयो, बहुदलको प्रतीक बन्नुभयो, राजतन्त्रको विरुद्ध, पञ्चायतको विरुद्ध खडा हुने एउटा व्यक्तित्व। त्यो हामीले भूमिगत रूपमा धेरै कामहरू गरेका थियौँ, तर त्यो सबै कामको प्रतीकको रूपमा उहाँ खडा हुनुहुन्छ। त्यस यतातिर भएका घटनाहरूमा उहाँ हरेक परिवर्तनको मुखमा चाहिँ पुग्दाखेरि उहाँ एउटा निर्णायक व्यक्तिको रूपमा रहनुभएको छ। उहाँले त्यो भूमिका खेल्नुभएको छ। हामीले विभिन्न कारणले पार्टी विभाजन गर्यौँ। पार्टी विभाजनमा पद्मरत्नजी सितै म पनि थिएँ, मसित पद्मरत्नजी पनि हुनुहुन्थ्यो र हामी केही समय अलग भयौँ। पद्मरत्नजीको संसदमा भूमिका थियो, विभाजन संसदभित्र गरिएको थियो, त्यस भएर उहाँ पनि साथमा रहनुभयो। तर उहाँले आन्दोलन सुरु गर्नुभयो भाषाबाट, नेपाल भाषा, मङ्का खोला, अब के हो यो त्यही होला, त्यसको सूत्रधारबाट जानुभएको थियो। परिवर्तन त्यहाँबाट सुरु गर्नुपर्छ भन्नुभएको थियो र त्यसपछिका घटनाहरू उहाँले 2045-46 सालको परिवर्तनमा उहाँ जसरी त्यस बेलाका राजनीतिक पार्टीहरूको मुख्य प्रवक्ताको रूपमा खडा हुनुभयो र साँच्चीकै हामीले पञ्चायतलाई पराजित गर्न सक्यौँ, राजाको निरङ्कुशतालाई पनि पराजित गर्न सक्यौँ। र त्यसपछि उहाँ माओवादी जनयुद्धको कालमा उहाँ बढी प्रखर परिवर्तनको पक्षमा देखिनुभयो र उहाँले खुल्ला रूपमा त्यस बेला भएका सरकारका ज्यादतीपूर्ण क्रियाकलापको विरुद्धमा खडा हुनुभयो र शान्ति प्रक्रिया एउटा महत्त्वपूर्ण घटनाको रूपमा घट्यो। तर शान्ति प्रक्रियामा पद्मरत्नजीले खेल्नुभएको भूमिका नेपालको राजनीतिक आन्दोलनको एउटा महत्त्वपूर्ण भूमिका, जसका नेता त्यसबेला 3 जना नेता हुनुहुन्छ। शान्ति प्रक्रियाका स्वयं प्रचण्डजी यहाँ हुनुहुन्छ, गिरिजाप्रसाद कोइराला र माधव कुमार नेपाल। घटनाका मुख्य वाहक नायकको रूपमा रहनुभयो। त्यो शान्ति प्रक्रियामा धेरै व्यक्तिहरू संलग्न हुनुभएको छ। पद्मरत्नजी एउटा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा हामी आज चर्चा गर्दैछौँ। यसै सन्दर्भमा मैले पारेर कुरा गरेको यो राजनीतिक आन्दोलन राजनीतिक पार्टीहरूले सञ्चालन गरेका छन् र त्यो राजनीतिक आन्दोलनको एउटा महत्त्वपूर्ण पात्रको रूपमा पद्मरत्नजी देखा पर्नुभयो। तर सबैभन्दा महत्त्वपूर्ण पात्र त्यो शान्ति प्रक्रिया 3 जना व्यक्ति हुन्। गिरिजाप्रसाद कोइराला हुनुहुन्न, आज प्रचण्डजी हुनुहुन्छ, नेपाल कम्युनिस्ट आन्दोलनको एउटा केन्द्रको रूपमा स्थापित हुनुहुन्छ। हामीले पार्टी एकता गर्दाखेरि दुई अध्यक्षको चलन बसालेका छौँ। त्यस भएर अहिले 2टा चाहिँ अध्यक्ष हुनुहुन्छ। उहाँहरू सामेल नभइकन शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन थियो। उहाँहरूले नै
प्रमुख भूमिका खेल्नुभएको छ। पद्मरत्नजी उहाँहरूको त्यो भूमिकामा सहयोगको लागि एउटा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा चाहिँ अगाडि आउनुभयो। बिरामी हुनुहुन्छ तर अशक्त हुँदाखेरि पनि नेपालको परिवर्तनको निम्ति उहाँले सोचिरहनु भएको हुन्छ। उहाँका नाटक र अन्य कृतिहरू परिवर्तनसित सम्बन्धित छ, मानव अधिकारसित सम्बन्धित छ र नागरिक समाजसित सम्बन्धित छन् र उहाँ त्यसरी देखिएर चाहिँ कामहरू गर्नुभएको छ। आज यति धेरै वर्षपछि 77 वर्षपछि हामी उहाँको यो 77 वर्षको समीक्षा यो 5-7 मिनट 10-15 मिनटमा के सम्भव हुन्छ, तर उहाँको यो शान्ति प्रक्रिया एउटा महत्त्वपूर्ण घटना हो जसमा उहाँको भूमिका ज्यादै प्रशंसनीय छ, अग्रगण्य छ र नेपालको परिवर्तन खास गरी राजतन्त्रको अन्त्य गर्न र गणतन्त्र स्थापना गर्नको निम्ति उहाँले खेल्नुभएको भूमिका, उहाँले खेलेको भूमिकाको कारणले आज हामीले जुन अवस्था प्राप्त गरेका छौँ त्यो अवस्थाप्रति उहाँको संलग्नता, उहाँको समर्पण ज्यादै सराहनीय, ज्यादै महत्त्वपूर्ण उच्च स्तरको छ। पद्मरत्न कामरेडलाई म फेरि पनि शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छु, उहाँले खेल्नुभएको भूमिकाको प्रति धन्यवाद पनि दिन चाहन्छु। पदमलाई म 71 वर्षको भएँ, उहाँ मभन्दा 6 वर्ष जेठो हुनुहुन्छ। उहाँ धेरै धेरै वर्षसम्म, मभन्दा पनि धेरै वर्षसम्म 100 वर्ष पनि काट्ने गरी बाँच्नुहोस् र जति समय बाँच्नुहुनेछ त्यति समय हामीले पद्मरत्न तुलाधरको प्रशंसा गर्न पाऊँ, गुणगान गाउन पाऊँ, किनकि उहाँ स्वार्थको निम्ति कहिले पनि लाग्नु भएन, निस्वार्थ रूपले राष्ट्र सेवाको निम्ति, जनताको सेवाको निम्ति लाग्नु भएको। त्यसबाट उहाँको प्रशंसा र गुणगान सधैँभरि गाउन पाऊँ, यही कामना गर्दै पार्टीको तर्फबाट धेरै कुराहरू पार्टी अध्यक्षले नै बताउनु हुनेछ। मैले यो सानो प्रशंसा गर्न चाहन्छु। फुल गुच्छा पनि केही भएन, यहाँ दिनुहुन्छ कि भनेर भने चाहिँ दिन पाइएन, तर मनभित्रको फुल माला सबै पद्मरत्नजीलाई समर्पण गर्न चाहन्छु। धन्यवाद, नमस्कार।